प्रायः धेरै साथीहरूले फेसबुक मेसेजमा पठाउनु भएको हुन्छ, सर यो कन्टेन्ट मोनिटाइजेसन खुल्ले कसरी हो, यो कहिले खुल्छ, हाम्रोमा चाबी लागेर आएको छ भन्छ। मेरोमा पनि त्यस्तै हाल छ, चाबी लागेको छ, खै त्यसमा के धन सम्पत्ति छ थाहा छैन। यो हाम्रो नेपालको कालो धनभरि त्यसैमा छ कि क्या हो, ऊ जसलाई पाए पनि फेसबुकले त्यो चाबी ठगेरै पठाएको हुन्छ। तर चिन्ता गर्नु पर्दैन, हजुर त्यसको सोल्युसन मैले ल्याइसकेको छु, मेटा कम्पनीले मलाई दिइसकेको छ, चिन्तै गर्नु पर्दैन। यो हेर्नुहोस् चाबी, कन्टेन्ट मोनिटाइजेसनको टुल खोल्ने चाबी यही नै हेर्नुहोस्, मेटा कम्पनीले मलाई दिएको छ, मलाई जिम्मा दिएको छ, जहाँ घर घरमा गएर पनि यो कन्टेन्ट मोनिटाइजेसनको चाबी खुलिदियो है भनेर मेटा कम्पनीले मलाई दिइसकेको छ। तपाईँहरूले चिन्तै गर्नु पर्दैन। हेर्नुहोस्, म तपाईँहरूको घर घरमा आएर यो कन्टेन्ट मोनिटाइजेसनको चाबी खोल्न सक्छु। विदेशमा हुनुहुन्छ भने विदेशमा आउन सक्छु, अन्य जुनसुकै देशमा हुनुहुन्छ भने म यो कन्टेन्ट मोनिटाइजेसन टुल खोल्नको लागि म आउँछु हजुरको घर दैलोमा। तर भाडा चाहिँ दडा चाहिन्छ, फेरि विदेश हुनु पऱ्यो भने कति लाग्छ भाडा हेर्नु, प्लेन टिकट म बोलाउनु पऱ्यो यो कन्टेन्ट मोनिटाइजेसन खोल्नको लागि। के छ, सक्नुहुन्छ? यदि सक्नुहुन्छ भने भन्नु होला, म आइदिन्छु। हेर्नुहोस्, घर घरमा आएर यो कन्टेन्ट मोनिटाइजेसनको टुल खोलिदिन्छु म। अहिले सजिलो छ कि चाबी दिइसकेको छु, म त जसको पाए पनि भ्याट्टै खोलिदिन्छु। कुनै करेक्ट एरिया यही छैन, केही एरिया युट्युबमा जानु न कस्तो एरिया, ओहो युट्युबमा पसल खोलेर बसेका छन् साथीहरूले त, यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ, यो हलाउन गर्नुपर्छ, फलाउन गर्नुपर्छ। युट्युबमा त टन्नै भेटाउनुहुन्छ तपाईँहरूले त्यसका समस्याका हलहरू। तर कन्टेन्ट मोनिटाइजेसन खोल्यो भनेको आफ्नो मिहिनेतले मात्र हो, त्यो कसैको भिडियो हेरेर कसैको केही गरेर खोल्दैन। आफूले मिहिनेत गर्नुभयो भने त्यो फेसबुक कम्पनीले यसले चाहिँ सही मिहिनेत गरेको छ, यसलाई दिनुपर्छ है भनेर फेसबुक मेटा कम्पनीले दिने हो। यहाँ कसैको भिडियो हेरेर कसैको आइडिया लिएर त्यो कन्टेन्ट मोनिटाइजेसन छिटै खुल्दैन। कम्पनी मेटा कम्पनीले तयार गर्ने हो क्या, यो दिने नदिने उसको हातको कुरो हुन्छ नि। यहाँ युट्युबमा फेसबुकहरूमा प्रायः तपाईँले देख्नुभएको हुन्छ नि, भिडियोहरू बनाएका हुन्छन्, यो तरिकाले गर्नुहोस् छिटो कन्टेन्ट मोनिटाइजेसन खुल्छ, यस्तो तरिकाको पोस्ट के गरे ऊ लेखेर पठाउनुहोस् छिटो कन्टेन्ट मोनिटाइजेसन आउँछ, केही गरे आउँदैन। तपाईँले कन्टिन्यू आफ्नो हिसाबले मिहिनेत गर्नुभयो भने तत्कालै दिइहाल्छ, त्यो टाइमै लाग्दैन। अब कतिपय साथीहरूको त 1500 फलोवरमा कन्टेन्ट मोनिटाइजेसन आइसकेको छ, कुनै करेक्ट एरिया रहेन छ। अनि कन्टेन्ट मोनिटाइजर आएर पनि के गर्ने त हजुर हो, के गर्ने सोच्नु भएको छ? पैसा टन्नै कमाएर केही व्यापार बिजनेस गर्ने सोच्नु भएको छैन हजुर, छैन। पहिले त गर्नेले गरे भन्छन् है, अहिले त त्यो फेसबुकबाट पैसा कमाउने रमाउने भनेर सोध्दै नसोध्नु होला। कि धेरै फलोवर हुने व्यक्तिको हो, लगभग 4-5 लाख फलोवर हुने व्यक्तिको आउँछ होला, लगभग महिनामा 700-800 त्यस्तै आउँछ होला। या हामी 10-12 हजार फलोवर बोकेर भरुक गर्ने अरेको यो महिनामा सुर्ती खाने पैसा पनि आउँदैन, ख्याल गर्नु होला। यस्तो हुन्छ कि यो कसैको पछि नलाग्नुहोस्, आफूले मिहिनेत गर्नुहोस्, तपाईँको कन्टेन्ट मोनिटाइजेसन आफै खुल्छ। यो कसैको आइडिया लिएर आइडिया चोरेर यो हुँदैन, आफ्नो मिहिनेत गर्नुहोस्। फेसबुक मेटा कम्पनीले यो मान्छेले मिहिनेत गरेको छ, यो मान्छेलाई दिनुपर्छ है भनेर उहिले आफै खोलिदिन्छ। मेरो पनि अस्ति भर्खरै खोल्यो, यसको बामनलाई दिने ठाउँमा पढेको नि। अब खोलेर के गर्ने, छैन। 3 सेन्ट 4 सेन्ट हुन्छ, अनि 3 सेन्ट 4 सेन्टमा महिनामा कति जम्मा होला, अनि कति आउला, अनि सुर्ती खाने पैसा आउँदैन। त्यत्तिकै यो गला सुकाउने, त्यत्तिकै उ गर्ने काम छैन हजुर। जो पुरानो क्यारेक्टर हुनुहुन्छ उहाँहरूले चाहिँ कमाउनु भयो होला, नयाँ क्यारेक्टरको लागि अहिले खासै छैन त्यसमा। बरु त्यो गर्नुभन्दा काहीँ पार्ट टाइम मिहिनेत गर्नुहोस्, काम गर्नुहोस्, फाइदा हेर्नुहोस्। यो फेसबुकको पछि लागेर यो सकिँदैन हजुर, यो त्यत्तिकै टाइम मात्रै बेस्ट। केही अलिकति सिक्ने मौका चाहिँ पाइने भयो है, तर यो कराएर घाँटी दुखाएर त्यो गर्नुभन्दा बरु अर्को ठाउँ केही पार्ट टाइम काम गरेर पैसा कमाउन सकिन्छ। यो फेसबुकको पछि लागेर खासै होला जस्तो मलाई लागेन है, मेरो अनुभवको कुरा हो। अनि कतिपयले धेरै कमाउनु भएको छ, उहाँहरूको गर्नुभएको छ पुरानाहरूले। तर हेर्नुहोस् है, यो कन्टेन्ट मोनिटाइजेसनको टुलको चाबी मसँग छ, यदि तपाईँहरूलाई चाहियो भने सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद। अब भनेर भन्दै थियो बल्ल गरेर छैनले यो आइडिया उसले सिकाएको, मैले मेरो यसमा केही लिनु दिनु छैन।